बेलारुसको केएफसी भन्ने मार्केट हो। यहाँ चाहिँ सबै चिज पाउँछ है। यहाँ चाहिँ आलु पाउँछ, अनि त्यसपछि यो टमाटर, प्याजहरू, गोपीहरू सबै पाउँछ यहाँ। अनि है यो चाहिँ बेलारुसको केएफसी मार्केट इन कोमर्चेस्काय नजिकै पर्छ। यहाँको एड्रेस ठ्याक्कै थाहा भएन मलाई, नत्र म भनिहाल्थेँ है। यसमा चाहिँ सबै चिज पाउँछ। यहाँ चाहिँ भेज आइटमहरू सबै पाउँछ, च्याउहरू पाउँछ, अनि राम्रो छ। अब यहाँबाट चाहिँ हामी सब्जी किन्छौँ। हाम्रो साथी भाइ, मेरो प्यारो भाइ, ल हाई भनिदेऊ। लसुन किन्दैछौ? ल ठिक छ। विनोद, मेरो प्यारो भाइ, के छ, के किन्ने विचार छ? ल ल यिनी आन्टी, यिनी राम्रो छ। के भन्छ? हजुर कति रुपियाँ भन्छन्? बोइले कति रुपियाँ भन्छन्? के चिज लिनुभयो? यो भान्टा के लिनुभयो? ल ठिक छ। कति रुपियाँ किलो पर्यो? तपाईँको 7 रुपियाँ किलो। यहाँको 7 रुपियाँ किलो भनेपछि कति थियो? 4 रुपियाँ। ए ल ठिक छ। 6 रुपियाँ भनेको कति? 70 रुपियाँ, 3 रुपियाँ, 3 रुपियाँ 79 पैसा। हो 70 रुपियाँ, 70 रुपियाँ भनेको 3 रुपियाँ 79 पैसा, 4 रुपियाँ लगभग। ठिकै हो। लसुन महँगो छ बाबु। लसुन महँगो छ यहाँ। अनि यहाँ चाहिँ यस्तो भिडभाड छ, यतिसम्म भिडभाड छ यहाँको माहौल। ल हेर्नुहोस् त है। ल साथीहरू, हुन्छ लसुन लैजाने? ल ल ल सस्तो पनि छ लसुनको। भयो चाहिँ सिटी। ल यहाँ चाहिँ काउली पाउँदो रहेछ। पन्दा काउली भन्नु पन्दा। यो प्याज, अनि यो दानाहरू के छ।